दर्शकवृन्द नमस्कार। आजको विशेष नयाँ कार्यक्रम विशेष नयाँ एपिसोडमा विशेष गरिकन रहनेछ वृष राशि हुने महानुभावहरूका लागि अषाढ महिना के कस्तो रहला त पूरा अषाढ सज्जनवृन्द के कस्तो रहनेवाला छ। गरिएका काम कारोबार हजुरको अधुरा रहेका कर्महरू परिपूर्ण रहलान् कि नरहलान् र गरिएका कर्म सिद्धदायी रहलान् कि नरहलान्, गरिएका कार्यहरूबाट कतिको सफलताजनक रहला त, ऋण रोग शत्रु बाधाको स्थिति तपाईको चाहिँ यहाँनिर शत्रु बाधा हट्छ या तपाईको चाहिँ झन बढ्छ, के कस्तो रहेको छ, भाग्य बल भाग्य शक्ति हजुरको धन धर्म र विदेश के कस्तो रहला, विशेष गरिकन आजको कार्यक्रम रहनेछ वृष राशिका महानुभावहरूका लागि। वृष राशि हुने जति पनि जातक जातिकाहरू हुनुहुन्छ उहाँहरूको उसरी हेर्दाखेरि 2082 साल केही सफलताजनक पनि लिएर आएको छ सज्जनवृन्द र साथसाथमा अब 82 सालको अषाढ महिना के कस्तो रहला त, भाग्य बल भाग्य शक्तिले कतिको उचाइ चुम्नेछ, आउनु चर्चा गरौँ। ग्रह गोचरको स्थिति हेरौँ। सबैभन्दा पहिला लग्नमा चन्द्रमाको गोचर रहनु, सेकेन्ड हाउसमा तपाईको चाहिँ बृहस्पति शुक्र बुधको कम्युनिकेसन रहनु, चतुर्थ भावमा मंगल र केतुको गोचर रहनु, कर्मेश राहु र केही लाभकारक स्थितिमा शनिको गोचर रहनु लाभ स्थानमा सज्जनले, जसको प्रभावले वृष राशि हुने जातक जातिकाको जीवनमा केही सकारात्मक परिवर्तनहरू अषाढ महिनामा अवश्य पनि देखा पर्नेछ। नयाँ अफर प्राप्ति हुने देखिन्छ यहाँनिर वृष राशि हुने आदरणीय बुवा आमा दाजुभाइ तथा दिदीबहिनीहरूका लागि नयाँ अफर नयाँ भिजन गोल्डेन समय गोल्डेन पिरियड अवश्य पनि छ। हजुरहरूका लागि धन बचतको स्थिति वृष राशि हुने महानुभावहरूका लागि बनेको छ। भाग्य शक्ति पराक्रम वृद्धिको स्थिति रहनेछ। गरिएका कर्महरू सिद्धदायी अवश्य पनि रहनेछन्। वृष राशि हुने जातक जातिकाका लागि कयौं समयदेखि रोकिएका अधुरा कार्यहरू पनि परिपूर्ण हुने स्थितिमा देखिएका छन् भनेपछि आदम्य साहस तपाईको चाहिँ पराक्रममा वृद्धि भएर जानेछ। रिसाएका प्रेमीजनहरू पनि मित्रता कायम गर्नको लागि अग्रसर रहनेछन्। शत्रु विघ्न बाधा हटेर जानेछ। सरकारी तवर या अन्य कुनै पनि क्षेत्रका लागि अगाडि बढिराख्नु भएको छ, काम कारोबार या तपाईको चाहिँ जब जागिरका लागि बनेपछि कोशिश गरेका खण्डमा हजुरहरूका लागि शुभकारक हुने देखिन्छ। यस समय जुन वृष राशि हुने महानुभावहरूका लागि अषाढ महिना सज्जनवृन्द यहाँनिर राजयोगको प्रभाव छ। जुन मालव्य नाम गरेको राजयोगको प्रभावले भाग्यशाली पनि बनाउँदैछ र साथसाथमा अत्यन्त शुभकारक स्थिति बनाउनेछ। वाणीकै प्रभावले ठुला कार्यहरू गर्न सक्ने बनाउनेछ सज्जनवृन्द हजुरहरूका लागि। बोल्दा अत्यन्त मिठास त छ नै, यो अषाढ महिना हजुरको बोलीको प्रभाव रहनेवाला छ। हजुरको बोली अत्यन्त मिठासता कायम, व्यक्तिलाई आकर्षण गर्न सक्ने क्षमतावान बोली रहनेछ। वाणीकै प्रभावले कयौं अधुरा रहेका काम कारोबारलाई परिपूर्ण सिद्धदायी तुल्याउने समय रहेको छ। सबै व्यक्तित्वहरूको साथ सहयोग हौसला हजुरहरूका लागि अत्यन्त उत्प्रेरणाकारी रहनेछ सज्जनले। गरिएका कर्ममा सबैको हौसला रहनेवाला छ। पारिवारिक जनहरूको साथ सपोर्ट यस बेला हजुरहरूका लागि प्राप्ति रहने देखिन्छ वृष राशिका महानुभावहरूका लागि। र यहाँनिर विशेष गरिकन व्यापार व्यवसाय बिजनेस गर्ने व्यक्तित्वहरूका लागि भाग्यको स्थिति एकदमै मजबुत देखिएको छ। गरिएको बिजनेसबाट आय आर्जन हुने देखिन्छ। विशेष गरिकन लाभकारक स्थिति देखिएको छ, बेनिफिटजनक स्थिति देखिएको छ। आकस्मिक रूपमा धनलाभका स्थितिहरू वाणीकै प्रभावले कयौं क्षेत्रहरूमा शुभदायक स्थिति रहनेछन्। यहाँनिर अर्को कुरा भनेको विशेष गरिकन 15 गते पछाडिको जुन समय रहेको छ हजुरलाई राजयोगको प्रभावले कयौं ठुला त्यस्ता जुन अधुरा रहेका सपनाहरू पनि परिपूर्ण रहने देखिन्छ। अषाढ महिनामा सज्जनवृन्द सफलताकारक मानिएको छ यहाँनिर वृष राशि हुने जातक जातिकाका लागि। 10th हाउसमा राहुको गोचर रहनु, 11th हाउसमा शनिको गोचर रहनु, जसले तपाईको चाहिँ 11th को शनिले विशेष प्रमोसनका स्थितिहरू हजुरको यदि सरकारी तवरमा काम कारोबार गर्ने व्यक्तित्वहरू जो गभर्नमेन्ट सेक्टरमा हुनुहुन्छ, पुलिस आर्मी सैनिक या तपाईको चाहिँ त्यस्ता व्यक्तित्वहरू या कुनै पनि गभर्नमेन्ट सेक्टरको जब जागिर गरिराख्नु भएको छ उहाँहरूका लागि प्रमोसनका स्थितिहरू, जब जागिर प्राप्तिका स्थितिहरू, जागिर प्राप्ति नभएका व्यक्तित्वहरूका लागि जसले कोशिश गरेर बस्नु भएको छ, रात दिन मेहनत गर्नु भएको छ उहाँहरूका लागि
जब जागिरका स्थितिहरू पनि रहनेछन् सज्जनबिन 8 गरेका खण्डमा। र साथसाथमा शेयर बजारबाट पनि शेयर बजार, सटेन मार्केट, रियल इस्टेटसँग जुटिएका काम कारोबारहरू, जग्गा जमिन घर अन्य प्रोपर्टी सेक्टरबाट पनि हजुरहरूका लागि बेनिफिटजनक अवस्था रहनेछ भनेपछि भाग्य शक्ति एकदमै मजबुत देखिएको छ। हजुरहरूका लागि जति पनि वृष राशिका व्यक्तित्वहरू हुनुहुन्छ, देश विदेश संसारभरि छरिएर रहनुभएका उहाँहरूका लागि शुभकारक अवश्य पनि रहनेछ। विद्यार्थी वर्ग, स्टुडेन्ट वर्गहरूका लागि जो हायर एजुकेसनका लागि अगाडि बढिराख्नु भएको छ या तपाईको चाहिँ कुनै इन्टरभ्यू या वैदेशिक यात्रासँग जोडिएका काम कारोबारका लागि इन्टरभ्यू दिँदै हुनुहुन्छ, विदेशको भिसा अप्लाई गर्नुभएको छ या अब इन्टरभ्यू बाँकी छ, के कस्तो होला भन्ने इच्छा छ, इन्टरभ्यू दिएर बस्नुभएको छ या कुनै पनि क्षेत्रसँग सम्बन्धित रहेर सज्जनबिन भनेपछि हजुरको बुध ग्रहले चाहिँ अत्यन्त बुद्धिशाली बनाउनेछ, भाग्यशाली पनि बनाउनेछ, शुभकारक पनि बनाउने नै छ। बुध ग्रहको प्रभाव, बुध ग्रहको शुभ आशीर्वादले यहाँनिर हर क्षेत्रमा, पढाइ मात्र होइन अन्य कुराहरूमा पनि मल्टी क्षेत्रमा शुभकारक स्थिति देखिएको छ जुन वृष राशि हुने महानुभावहरूका लागि। पारिवारिक व्यक्तित्वहरूको सरसहयोग त हजुरलाई रहनेछ, तर यहाँनिर केही झमेलाका स्थितिहरू पनि रहन सक्छन्, अत्यन्त सजग रहनुहोला। र साथसाथमा वैदेशिक यात्रासँग जोडिएका काम कारोबारहरू, यदि विदेशको भिजा अप्लाई या कुनै पनि क्षेत्रमा अगाडि बढिराख्नु भएको छ भनेपछि हजुरहरूका लागि सहज रहनेछ, वातावरण गरिएका कर्म सिद्ध रहनेछन्। विदेश यात्राको सम्भावना पनि अत्यन्त धेरै देखिएको छ यो असार महिनामा वृष राशिका महानुभावहरूका लागि। र साथसाथमा मंगल ग्रह, मंगलो भूमिपुत्रश्च, त यहाँनिर केतु ग्रह, मंगल र केतुको स्थिति त्यति शुभकारक छैन वृष राशिका व्यक्तित्वहरूका लागि। हजुरहरूले मंगल ग्रहको मन्त्र जाप गर्ने सोलुसन बताउँदैछु, विधि टिप्स बताउँदैछु, ध्यान दिएर सुन्नु होला। वृष राशि, हेल्थ इस्यु प्रब्लमहरू या काममा तपाईको चाहिँ कुनै टेन्सन, यत्तिकै नकारात्मक ऊर्जा फैलाइदिने कामहरू रहन सक्छ या तपाईको चाहिँ, किनकि मंगल र केतुको गोचर पनि राखेको छ। केतु इज अ माइन्डलेसेस प्लानेट रहेको छ सज्जनबिन। सबैभन्दा राम्रो त यहाँनिर अर्को कुरा भनेको विशेष गरिकन शनि ग्रह अत्यन्त शुभ छ हजुरहरूका लागि यो असार महिनामा, जसले जब जागिरका लागि तपाईको चाहिँ अगाडि बढिराख्नु भएको छ या जागिर गरिराख्नु भएको छ, सरकारी गभर्नमेन्ट सेक्टरका या प्राइभेट तवरका, हजुरहरूका लागि बेनिफिटजनक शुभकारक रहनेछ। प्रशंसाको पात्र बन्न सक्नुहुनेछ, समाजमा नामदाम इज्जत प्रतिष्ठा शुभदायक रहनेछ सज्जनबिन। र साथसाथमा वृष राशि हुने जातक जातिकाका लागि यहाँनिर विशेष गरिकन केतु ग्रहको प्रभाव, मंगलको प्रभाव केही अनिष्टकारी रहन सक्छ। हजुरहरूले केतु ग्रहको मन्त्रको जाप गर्ने, त्यसै गरिकन यहाँनिर मंगलको पनि बीज मन्त्रको जप गर्न सक्नुहुन्छ या मंगलबारको दिनमा शुभ भोजन गरेर अगाडि बढ्न सक्नुहुन्छ, शुभ भोजन गर्ने। र साथसाथमा मंगल बिहान तपाईको चाहिँ पूजा पाठ आराधना तपाईको चाहिँ गर्न सक्नुहुन्छ गणेश भगवानको, हजुरहरूका लागि शुभकारक रहन सक्छ। र साथमा झन् रिस उठ्न सक्छ है मंगलको प्रभावले, साथीभाइ अन्य सँग यत्तिकै विवाद तपाईको चाहिँ उल्झनहरू आइदिन सक्छ, अत्यन्त सावधानी रहनु होला। र साथसाथमा सवारी साधन चलाउने व्यक्तित्वहरू हुनुहुन्छ, यात्रा अहिले त सबैसँग छ सज्जनबिन, साधनको यात्रा गर्नुहुन्छ भनेपछि एकदमै सजग रहनु होला। कुनै पनि लामा तथा छोटा दूरीका यात्रा गर्दै हुनुहुन्छ भने आफ्ना कुल पितृ इष्ट देवतालाई स्मरण गरेर अगाडि बढ्नु होला, हजुरहरूका लागि शुभकारक रहनेछ। र साथसाथमा विशेष गरिकन केही ठुला व्यक्तित्वहरूको हेपाई चेपाईको अवस्था रहन सक्छ, वृष राशिका व्यक्तित्वहरूका लागि अत्यन्त सावधान सजग रहनु होला। र साथसाथमा यहाँनिर हजुरहरूका लागि अन्य कुराहरू अत्यन्त शुभकारक रहेको छ। साथमा अब हजुरहरूको जो बैंकिङ सेक्टरमा हुनुहुन्छ, फाइनान्शियल सेक्टरमा हुनुहुन्छ या त वित्तीय क्षेत्रहरूमा सँग जोडिएर कुनै काम कारोबार गर्ने व्यक्तित्वहरू हुनुहुन्छ भने हजुरहरूका लागि अत्यन्त शुभकारक रहनेछ। अर्को टिप्स मैले बताउँदैछु यहाँनिर विशेष गरी वृष राशिका महानुभावहरूका लागि अत्यन्त ध्यान दिएर सुन्नु होला सज्जनबिन। हजुरहरूले यो उपाय, यो विधि गर्न नभुल्नु होला। र वृष राशि हुने व्यक्तित्वहरू विशेष गरिकन हजुरहरूले कन्या राशि, मैले पहिला पनि भनेको कुरा हो, कन्या राशिका व्यक्तित्वसँगको साझेदारिता हजुरहरूका लागि शुभकारक हुने गर्दछ। तुला र धनु राशिका व्यक्तित्वहरूसँग केही सावधानी सजगता अवश्य पनि रहनु होला। हजुरहरूका लागि सेतो कलर अत्यन्त शुभकारक हुने गर्दछ।
सेतो रङको कपडा या रुमाल हजुरले आफ्नो साथमा, खल्तीमा, ब्यागमा राखेर अगाडि बढ्नु होला। कुनै पनि काम कारोबार या तपाईँ कुनै फाइनल डिल गर्न जाँदै हुनुहुन्छ या कुनै पनि काम कारोबारका लागि तम तयार भएर अगाडि बढ्नु भएको छ भने यो कार्य गर्नु होला। हजुरको सपोर्टेड हुन्छ सज्जनबिन हजुरको ग्रह र साथसाथमा स्वामी ग्रह, साथसाथमा यहाँनिर कालो रङको कुनै कपडा, कुनै वस्त्र या त्यस्तो चिजहरू हजुरहरूले सकभर तपाईँको चाहिँ धारण नगर्नु होला, जसले विशेष गरिकन भाग्यमा रुकावटका स्थितिहरू बनाइदिन्छ हजुरहरूका लागि। भाग्यमा रुकावट, काममा विवाद, काममा बाधा, काममा अडचन, ढिला सुस्ती, अप्ठ्यारो परिस्थिति, त्यस्तो स्थितिहरू बनाइदिन्छ। सावधान रहनु होला। र साथसाथमा हजुरहरूका लागि शुक्रबार बेटर रहनेछ भनेपछि मङ्गलबार र बिहीबार केही मध्यम प्रदायक फलदायक समय रहनेछ। शनिबारको दिन हजुरहरूले कुनै पनि त्यस्ता ठुला डिलहरू, त्यस्ता ठुला फाइनल्ली कार्यहरू सकभर तपाईँको चाहिँ कुनै पनि काम कारोबारसँग अगाडि बढेर या इन्भेस्ट सम्बन्धीका कुराहरूमा अगाडि बढ्दै हुनुहुन्छ भने अत्यन्त सजग सावधान रहनु होला सज्जनबिन। 6 अङ्क अत्यन्त बेटर छ। कुनै पनि या मोबाइल नम्बर या कुनै पनि तपाईँको चाहिँ काम कारोबार गर्दै हुनुहुन्छ या तपाईँको कुनै पनि लक्की अङ्क चुज गर्दै हुनुहुन्छ या तपाईँको चाहिँ कुनै पनि लट्री, चिट्ठा या कुनै पनि सँग सम्बन्धित त्यस्तो अङ्कहरू हजुरले तपाईँको चाहिँ लिँदै हुनुहुन्छ भने 6 अङ्क यानि 6 अङ्कसँगको लगाव हजुरहरूका लागि अत्यन्त बेटर साबित हुनेछ, भाग्यशाली साबित हुनेछ वृष राशि हुने महानुभावहरूका लागि। साथसाथमा 8 अङ्क हजुरहरूका लागि केही हानिकारक, अप्ठ्यारोजनक स्थिति, बाधाजनक स्थिति, अनेकौं प्रकारका तनाव, टेन्सनहरू 8 अङ्कबाट हजुरहरूलाई उत्पन्न हुन सक्छन्। हजुरहरूले कुनै पनि नम्बर लिँदै हुनुहुन्छ, चुज गर्दै हुनुहुन्छ, लट्री या तपाईँको चाहिँ लक्की अङ्क चुज गर्दै हुनुहुन्छ भने अत्यन्त सजग सावधान रहनु होला 8 अङ्कसँग सज्जनबिन। र साथसाथमा यहाँनिर हजुरहरूका लागि विशेष गरी दक्षिण दिशा शुभकारक रहनेछ भनेपछि पश्चिम दिशा केही सावधानी पनि अपनाउनु पर्ने हुन्छ। कुनै पनि काम कारोबार या तपाईँको चाहिँ अगाडि बढ्दै हुनुहुन्छ भनेपछि हजुरहरूका लागि सेतो पुष्पराज मणिक नाम गरेको रत्न शुभकारक हुन्छ। कुनै पनि रत्न धारण गर्नु पूर्वक जहिले पनि आफ्नो कुण्डली विश्लेषण गराएर कुण्डलीमा ग्रह गोचरको स्थिति के कस्तो छ या शुभ लगाउँदाखेरि शुभ होला या अशुभ होला त्यसको बारेमा जानकारी लिएर मात्रै अगाडि बढ्नुपर्ने हुन्छ सज्जनबिन। अब प्रेमको कुरा गर्दैछु मैले। यहाँनिर वृष राशि हुने महानुभावहरूका लागि प्रेमको प्रसङ्ग यानि लभ लाइफको कुरा गर्दाखेरि हजुरहरूका लागि अत्यन्त शुभकारक मधुरतम रहनेवाला छ वृष राशि हुने जातक जातिकाका लागि अषाढ महिना सज्जनबिन। र साथसाथमा यहाँनिर आय आर्जनका स्रोतहरूमा अत्यन्त वृद्धिको स्थिति रहनेछ। हजुरको व्यापार व्यवसायबाट पनि तपाईँको चाहिँ दैनिक रूपमा तपाईँको चाहिँ लाभकारक स्थितिहरू देखा परेको छ भनेपछि वृष राशि हुने महानुभावहरूका लागि कला रुचिमा हजुरको मनमा रहेको लुकेर बसेको प्रतिभा पनि उजागर हुने समय रहेको छ। विशेष गरिकन सफलता कारक समय रहेको छ, भाग्यशाली समय रहेको छ। जति पनि वृष राशिका महानुभावहरू हुनुहुन्छ नातिएर कुनै पनि काम कारोबार गर्दाखेरि हजुरहरू कति नातिनु होला, एकदम कति नातिकन अगाडि बढ्नु होला। हजुरहरूका लागि शुभकारक रहनेछ। व्यापार व्यवसाय वैदेशिक यात्राका काम कारोबारहरू शुभदायक अवश्य पनि रहनेवाला छन्। नातिनु कसैले तपाईँको चाहिँ हौसलामा हौस्यायो भन्दैमा छिट्टै नहौसिनु होला है, फुर्लुङ्ग नहुनु र अगाडि बढ्नु। भगवान साम्ब सदाशिवजीलाई स्मरण गर्दै रहनु। जय रहनेछ। शुभ रहोस्, मङ्गलमय रहोस्, भगवानको आशीर्वाद सदैव बनिरहोस्। ओम नमः।